Hi guys, hello, namaste guys. फेरि म पनि अनदर ब्लगले आइसकेको छु। हजुर सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। म चाहिँ आज कहाँ जाँदैछु भन्दाखेरि बाबुलाई भ्याक्सिन लगाउनु जाँदैछु। उसको कति 12 र 15 को छुटेको छ नि त। अब यहाँ हाम्रो बाबुको खोपको कार्ड हराएर टेन्सन भइरहेछ। सो गाइस हैन हस्पिटल चाहिँ आइसकेको छु म। अब खोप लाउनु चाहिँ एकछिन हेर्नुपर्छ। बाबुको त काठमाडौँ गाडी अब खोप कार्डै हराएको थियो कि यता आउँदाखेरि त्यही भएर अब हस्पिटलको कार्ड मिल्छ कि मिल्दैन। बाबुको 12 र 15 छुटेको छ नि त। त्यही भएर अस्ति चाहिँ मैले त्यो भिटामिन खुवाउनु दिन्थ्यो अन्त त्यो के भन्दाखेरि कि एकचोटि आउनु हस्पिटलमा आएर हामी कुरा गरेर लगाइदिन्छु भन्नुभएको थियो। अनि त्यो लगाउनै पर्छ भनेको भएर अनि त्यही भएर म चाहिँ हस्पिटल आएको थिएँ। के हुन्छ एकछिन बाहिर बस्दै गर कुरा गर्दैछौँ भन्ने हुन्थ्यो। अब के हुन्छ खोप कार्ड लाउनु पाएको हुने त्यही भएर लाउनै पर्ने हुन्छ। बाबुको चाहिँ 12 र 15 को छुटेको छ नि त। 9 महिनासम्म पनि भइसकेको छ। 12 र 15 को छुटेको छ नि त। त्यही भएर अब चाहिँ हेरौँ बसिक्कै लाउनु पायो भने चाहिँ भनेको मैले चाहिँ हस्पिटलमा चाहिँ आइसकेको छु। अघि आएको होइन अघि आउँदा पनि बाटो भोलि बन्द बाटोमा मान्छेहरू हुन्छ मैले यस्तो लाग्छ कि बनाएको थियो र मैले चाहिँ बनाइरहेको छु। पैसा चाहिँ मिल्यो भने चाहिँ भनेको अब मिल्छ कि मिल्दैन के हुन्छ अब भएन भने त अब 12 र 15 को मिल्दैन। काठमाडौँको बेलामा काठमाडौँ पनि कहिले जाने थाहा थिएन। त्यहाँबाट त्यो हस्पिटलबाट कार्ड मगाइदिन्छु मम्मीले भनेको थियो। कार्ड पनि मगाउनु भ्याउनु भइन्छ। अब एक्लै हुन्छ नि त भाइ छ होइन। त्यो मम्मी पनि काममा फुर्सद मिल्दैन। अब आफूले काम गरेर खानु मिल्दैन। त्यही गाह्रो छ। पैसा त मिल्यो चाहिँ हुँदैन के गर्नु। मम्मी पनि काममा जानुहुन्छ सिधै हस्पिटलमा बुझिदिनु भनेको। अब मम्मीको बेलुका 6 बजी छुट्टिन्छ। अब हस्पिटल कति छिटै 4 बजे 5 बजीसम्म सकिहाल्छ। अनि मम्मी जाँदाखेरि बन्द भइसक्छ। नम्बरै मात्रै भए पनि म आफै मात्रै अब नम्बर पनि छैन क्या। त्यही भएर गाह्रो पर्यो। अनि मम्मीको फुर्सदै नहुँदैन। अनि एकचोटि मैले नानीको कुरा गरेको थिएँ। भ्याक्सिन लगाउने सिस्टरसँग कुरा गरेको थिएँ। अनि उहाँले चाहिँ हुन्छ म कुरा गर्छु अनि गरेर मिल्यो भने ठिकै छ लगाइदिनु भन्नुभएको थियो। अनि त्यही भएर आएको अब अहिले यत्रो कुरा गर्दै हुन्छ अरे भन्दै हुन्छ। त्यही भएर हेर लाउन मिलेछ भने त भइहाल्यो। लाउन मिलेन भने अब काठमाडौँ जानुपर्ने हुन्छ भनेको। बाबुको खोपको कार्ड मगाएर अनि अब जसो गरेर पनि मगाएर हुन्छ के गर्नु हुन्छ त्यसमा चाहिँ लगाउनु नै पर्छ है त। सो एकछिन म भेट्छु। मेरो छोरी त लास्टै जित्तिसक्यो बाहिर जान नपाएर पढाइरहेको। हस्पिटलमा बस्नु चाहिँ मिल्दैन बाबु होइन। बाबु मात्रै मान्दैन मिल्दैन भने सरी स्टिक गर्दैछु मान्दैन। खालि बाहिरै मात्रै जाने भन्छ क्या। त्यही भएर बाहिर खेल्न जाने भन्दैछ। सो त्यसरी हिँड्ने भन्दैछ क्या। बाबु हेर्नु नि हिँड्ने खेल्नु ल लड आऊ छोरा आऊ यहाँ मम्मी आऊ बाबु आऊ आऊ मम्मी आऊ कुदेको यस्तो घाम चर्को लागेको छ। चर्को घाम लागेको छ गाइस यार। झापामा त यस्तो धेरै गर्मी बढेको छ नि। आमामा यस्तो खप्न गाह्रो छ। यस्तो घाममा हिँड्नु परेको छ बाबुलाई हेर्नु त्यही हेरेको हेर्नु नि गाइस। मेरो छोरोले चाहिँ यस्तो गर्मी बढेको छ है झापामा त गाइस होइन। सुई पनि लगाइदिनु भयो लाउन त 15 महिनाको लगाइदिनु भयो कार्ड छैन भनेर। अर्को महिना आउँदा चाहिँ अब कार्ड अब काठमाडौँबाट मम्मीलाई मगाएको छु होइन। के गर्नुहुन्छ मम्मीले पठाइदिन्छु भन्नुभएको छ। कार्ड पठाइछु जन्म दर्ता र कार्ड लिएर फोटो लिएर आउनु भन्नुभएको छ। अब त्यो अब चाहिँ घर जानु आँटेको हामी। त्यो टी सर्ट पनि बाङ गरेर टेङ्गो बच्चा पछाडि पुगेपछि यस्तो हुन्छ गाई। सुई लाउँदा एक चिजको पनि नरोको भनेको कस्तो अचम्मको कि छुसा हाल्दा पनि झस्ताको पनि नगरेको हाँसेर बस्छ झन्।
यो चाहिँ सुरुङ्गा माथिको बजारमै गएछ त्यो मेरो त क्यामेरा खत्तम भएछ अहिले त नयाँ टेन्ट बनेको छ अगाडि पछि राख्नु पर्छ चाहिँ बच्चाहरूको फुटबल बच्चा ठुलो चाहे जसको फुटबलहरू होइन खेल्ने कुराहरू चाहियो भने चाहिँ यहाँ के ड्रेसअप सहित पाउँछ है त सुरुङ्गाको माथिल्लोपट्टि एउटा त साइकलको सरसफाइ छ यहाँ चाहिँ बेबीको लुगाहरू पाउँछ साइकल पसल हो सबैभन्दा ठुलो सुरुङ्गा हरिघाँसहरू पनि पाइन्छ जस्ट समथिङ सो हाई गाइज म चाहिँ घर पनि आइसकेको छु अहिले होइन अघि नै आएको त्यही भएर अहिले भ्लग गर्दैछु आउने बित्तिकै सुत्यौँ म र बाबु अनि सुतेको भएर भिडियो बनाउन पाइनँ मैले चाहिँ अहिले चाहिँ अघि उठेर खाजासाजा खाएर अनि बसिरहेको छु यत्तिकै त्यही भएर ब्लग अन गरेको सुई चाहिँ लगायो होइन सुई लगायो अनि अब अर्को पालि अर्को महिना चाहिँ जेठको 10 गते बाबुको जन्मदर्ता अनि त्यो खोपको कार्ड हराएको जुन छ त्यो हस्पिटलमा गएर अब मम्मीलाई भनेको छु हस्पिटलमा गएर त्यो कार्डको फोटो खिचेर पठाइदिनु भनेर अब मम्मीले भन्नुभएको छ हुन्छ म गर्छु भन्नुभएको छ जानुपर्ने हुन्छ अब मेरो छोरो चाहिँ अहिले ज्वरो आउँछ भनेको थियो ज्वरो चाहिँ आएको छैन अहिलेसम्म ठिकै छ सुई लाउँदा त रोएकै थिएन कस्तो 2टा सुई लाग्यो अनि हाँसेर बसिरहेको थियो कि रोएन अनि त्यो डक्टरहरूले पनि म कस्तो अचम्मको बच्चा रहेछ रुँदा पनि नरुने भनेर भनिराख्नु भएको थियो कि अहिले चाहिँ घरमा आएर बसिरहेको छौँ अघि आएर सुतेको थिएँ म चाहिँ त्यही भएर ब्लग अन गर्न पाएको थिएन बाटोमा आउँदा आउँदै यस्तो बाघ बोकेर आउँदा गाह्रो हुन्थ्यो नि त घाम चर्को लागेको थियो अनि छाता पनि समात्नु पर्ने मोबाइल पनि समात्नु पर्ने अनि त्यही भएर मैले बाटोमा चाहिँ कन्टिन्यू गरिनँ अहिले भर्खर आएर अन गरेको छु अब चाहिँ अब यति नै अब अहिलेलाई यति थोरै बनाइरहेको छु ब्लगहरू होइन अब चाहिँ जहिले पनि मेरो चाहिँ कति बजी आउँछ भने अहिले कति बज्यो 5:20 भनेपछि 6 मेरो चाहिँ 6:30 मा ब्लग आउँछ है अबदेखि जहिले पनि म जस्तो आउँछ त्यस्तै हाल्छु सब्सक्राइब फलो गरिदिनु होला हस् आजको लागि धन्यवाद बाई बाई आई लभ यु